गुड मर्निङ एन्ड नमस्ते। वेलकम टु माई ब्लग। अब म तपाईँहरूलाई धनेश्वर मन्दिर लिएर जाँदैछु। धन्यवाद। यता गयो भने बनेपा पुगिन्छ। बनेपा ठ्याक्क 1 किलोमिटर। यो पनौती रोड आएपछि यहाँ ठ्याक्कै यो धनेश्वर चोक भयो। यो धनेश्वर जाने गेट। यता गयो भने पनौती जाने रोड हो। आज हामी धनेश्वर जाँदैछौँ। दुईतिर घरै गर्छ। बस्ती एकदम बाक्लो छ, रमाइलो पनि छ। बाटो राम्रो छ, सबै ढलान रहेछ। अलिकति ओकालो भयो भने बाटो राम्रो छ। ठुल्ठुलो गाडीले अलिक गाह्रो पर्ला। सानो गाडी मोटरसाइकल बाइकहरूमा चाहिँ मजाले आरामले आउन सकिन्छ यो ठाउँ। ल हेर्नुहोस् त, दुईतिर घर प्रशस्त छ, पसलहरू पनि छ। जो गाइजहरू यस्तो ओकालो रहेछ। एउटा सामूहिक प्राथमिक विद्यालय छ जहाँ गाडी आयो भने मेला सेला लगायो भने पार्किङ चाहिँ यहीँ गर्ने हो। अरू बेला माथि पनि लग्यो भने केही फरक पर्दैन, सानोतिनो गाडी। लगभग ऊ त्यहाँ धनेश्वर मन्दिर आइपुग्यो। ल धनेश्वर स्विमिङ खेल्न जानु पऱ्यो भने रेस्टुरेन्ट र स्विमिङ पुलको राम्रो व्यवस्था छ, यहाँबाट जाने हो। तर हामी यहाँ सिधै गयो, यहाँबाट अलिकति गए पुग्छ। ल हामी चाहिँ फाइनली गेटमा आइपुग्न लाग्यो। यहाँ राम्रो पार्क पनि बनाइदिएछ। आफ्नो प्राइभेट साधन नभए पनि तल हाइवेबाट 10-15 मिनटभित्र नै यहाँ आइपुग्न सकिने रहेछ। ऐतिहासिक र प्रसिद्ध धार्मिक स्थल धनेश्वर महादेव मन्दिरको गेट आइपुग्यो। यहाँ यसरी शिवलिङ्ग पनि अरू ठाउँमा जस्तै यसरी नै बनाइदिएछ। यो चाहिँ सुरुमा थिएन, यो पछि बनायो। ल हामी गेट प्रवेश गऱ्यौँ। धनेश्वर महादेवको मन्दिरको बाहिरको मन्दिरहरूको दृश्य पनि एकदम राम्रो, सुन्दर र मनमोहक छ। हेर्नुहोस् त कति राम्रो छ। सबै जग्गा सुरु आज पहिला सुरुमा यहाँ गणेश मन्दिर छ। यहाँ ढोग्ने यहाँ घुमेर सबै बाहिरको मन्दिरको दर्शन गरिसकेपछि मात्र हामी मेन महादेव मन्दिरको दर्शन गर्नेछौँ। परमेश्वर प्रभु अम्बिका देवी मन्दिर। यहाँ मुनि एउटा राम्रो रेस्टुरेन्ट पनि खोलेछ। गर्मी महिना स्विमिङ खेल्न आउनलाई पनि एकदम मजा आउँछ। सफा नेचुरल पानी। ल हेर्नुहोस् त गणेश मन्दिर। यो पिपलहरू उता यसको पछाडिको भगवतीको दर्शन गरिसकेपछि यहाँ नारायण थानको मन्दिर। हेलो भाउजू, अब यता लागौँ। त्यसपछि हामी यो महादेव परिक्रमा पोखरी परिक्रमा गरेर यहाँबाट मेन धनेश्वर मन्दिर यहाँ भित्र छिर्नेछौँ। तलको सबै मन्दिर दर्शन गरी कार्यक्रम सकियो। अब हामी मेन महादेव मन्दिर प्रवेश गऱ्यौँ। परमेश्वर धनेश्वर महादेव की जय। धनेश्वर महादेवको मन्दिर। यस मन्दिरमा आफूले मागेको सबै मनोकामना पुरा हुन्छ भन्ने जनविश्वास छ। साउन महिना शिवरात्रिहरूमा एकदम भक्तहरूको घुइँचो हुन्छ यो ठाउँ। त्यही भएर यहाँ चन्दनको राम्रो व्यवस्था गरेर राखेको हुन्छ। त्यसैमा आफैले भोगेर लाउनु पर्ने हुन्छ, घरमा लानलाई पनि सजिलो हुने गरेर।
ठाउँ चाहिँ प्रवेशद्वार भनेदेखि यताबाट चाहिँ निस्किने द्वार हो। अब हामी यहाँबाट बाहिर निस्कन्छौँ। धनेश्वर महादेवको दर्शन गरेर हामी अब बाहिर निस्क्यौँ। धनेश्वर महादेवले मेरो, तपाईँको, हाम्रो र समस्त भक्तजनहरूको कल्याण गरोस्, सबैलाई सुख शान्ति र राम्रो होस् भन्दै सुस्वास्थ्य दीर्घायुको कामना गर्दै हामी यहाँबाट बिदा हुन्छौँ। टाटा, बाई बाई, धनेश्वर महादेव। नमस्ते। फाइनली हामी धनेश्वर मन्दिर दर्शन गरेर घर आइपुग्यौँ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला।